नमस्कार। आज म भारतीय रक्षा पेन्सन लिने सम्पूर्ण पेन्सनर साथीहरूका लागि लाइफ सर्टिफिकेट, वार्षिक जीवन प्रमाणपत्र सम्बन्धी दुईटा कुरा मात्र लिएर उपस्थित भएको छु। यदि तपाईँ कुनै कारणले विदेशमा बसिरहनु भएको छ र लाइफ सर्टिफिकेट बुझाउने समय आएको छ भने आफू बसिरहेको देशमा भारतीय दूतावास एम्बेसी वा भारतीय कन्सुलेट छ कि छैन पत्ता गर्ने। यदि छ भने त्यहाँ सम्पर्क गरेर आवश्यक जानकारी लिनुस् र त्यहाँबाट पनि लाइफ सर्टिफिकेट सम्बन्धी प्रक्रिया पुरा गर्न सकिने व्यवस्था हुन सक्छ। एउटा कुरो। अब अर्को कुरा, यदि तपाईलाई विदेश जानुपर्ने वा लामो समय बाहिर बस्नुपर्ने आवश्यक छ भने पहिलो वर्ष लाइफ सर्टिफिकेट बुझाएको महिनासम्म पर्खिनै पर्छ भन्ने छैन। आफ्नो आवश्यकता अनुसार पहिल्यै लाइफ सर्टिफिकेट बुझाउन सकिन्छ। थप जानकारीको लागि सम्बन्धित निकायमा एकपटक बुझ्नुस् जानभन्दा पहिला। तपाईलाई थाहै छ लाइफ सर्टिफिकेट 1 वर्षसम्म मान्य हुन्छ। यदि कुनै कारणले 1 वर्षभित्र बुझाउन सक्नु भएन र पेन्सन रोकियो भने पनि धेरै चिन्ता लिनु पर्दैन, किनभने पछि लाइफ सर्टिफिकेट बुझाएर आवश्यक प्रक्रिया पुरा गरेपछि नियम अनुसार पेन्सन पुनः सञ्चालन हुन सक्छ र बकाया रकम पनि प्राप्त हुन सक्छ। यसमा केही समय भने लाग्न सक्छ, किन डकुमेन्टहरू सबमिट गरेर पुग्नु पर्यो सम्बन्धित निकायमा। यो जानकारी धेरै साथीहरूलाई थाहा छ भए पनि अझै केही साथीहरूलाई शङ्का रहेको देखिएकोले स्पष्ट पार्ने उद्देश्यले मैले यो सानो भिडियो बनाएको हो। यसमा यस विषयमा हजुरहरूलाई विस्तृत जानकारी अरू पनि चाहियो भने सम्बन्धित निकायमा त हजुरले सम्पर्क गर्नु नै हुनेछ। फेरि पनि कमेन्ट मार्फत मलाई जानकारी गराउनु होला। म हजुरहरूको सामुन्ने उपस्थित हुने नै छु भन्दै बिदा भएँ। हस्त नमस्कार, धन्यवाद।